भदौ 24 गते दिनको 2 बजे सत्तामा रहेका नेता झिटी कुन्टा बोकेर ज्यान जोगाउन भाग्दै थिए। आन्दोलनका लिडर भनिएका बालेन शाह खोपीबाट कालो चस्माले रमिता हेरिरहेका थिए। तर एक पात्र जो हुन त ठगीका आरोपी हुन्, जेलमा छन्, पूर्व गृहमन्त्री रवि लामिछाने। त्यही अशान्तिको माहौलमा उनको रबाब छुट्टै थियो। जसले नेता लखेट्दै थियो त्यही भिडलाई लामिछाने साक्षात्कार गरिरहेका थिए। लामिछाने जेलबाट निस्किँदाको यो दृश्य हेर्नुहोस्। रवि जेलबाट किन निस्किए भन्ने कुरा बुझ्नका लागि 24 गते 2 बजे भन्दा पूर्वको अवस्था बुझ्नुपर्छ। आन्दोलन उग्र बन्दै थियो। सरकारी र निजी सम्पत्ति अराजकतावादीहरूको निशानामा परेका थिए। प्रहरीले हात उठाएको थियो। प्रधानमन्त्रीले समेत राजीनामा दिइसकेका थिए। सरकार विहीनताको अवस्था बनेको थियो। जेनजीले दिउँसो 2 बजे भित्र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई नेतृत्व लिन सडकमा आउन भनेका थिए। सरकार नै चलाउनु पर्ने अवस्था भएपछि अभिभावकको खोजी हुनु स्वाभाविक पनि थियो। तर उनी नआएपछि रविलाई जेलबाट निकालेर प्रधानमन्त्रीको कुर्सीमा राख्ने अभियान चल्यो। अर्थात् एक पाटोबाट हेर्दा यो समय सिर्जित परिस्थिति थियो। रविलाई देश सम्हाल्न भन्दै एक जेनजी समूह सहित कार्यकर्ता नक्खु पुगे। असुरक्षा देखाउँदै जेल बाहिर निस्किए। जेनजीले नेता मानेका बालेन अहिले पनि लुकेर बसेका छन्। बारबारा र ओपन सोसाइटी तथा भारतीय दूतावास संस्था न्युयोर्क र संस्थाको पेवा बनेको आरोप खेपिरहेका छन्। जसले नेतासँग भेट होइन लुकेर हिँड्छन् उनलाई समाजले नेता मान्न तम्सिदा लामिछानेले 3 पटक 24 गतेको परिस्थितिबारे जवाब दिए। अर्थात् उनको जवाबदेही स्वभावका कारण समेत धेरैले अहिले पनि गृह मन्त्रालयमा रवि लामिछानेको खोजी गरिरहेका छन्। तर प्रश्न अहिले सरकारको नेतृत्व गरिरहेका पात्रहरूमाथि गर्नुपर्ने भएको छ। किनकि जो अहिले प्रधानमन्त्री मन्त्री बनेका छन् उनीहरूले कांग्रेस एमालेलाई गाली गर्नु परे रविमाथि अन्याय भएको भन्ने गरेका थिए। अहिले प्रधानमन्त्री बनेकी कार्की समेत रविमाथि घोर अन्याय र प्रतिशोध भएको प्रधानमन्त्री बन्नु पूर्व बताउँथे। एउटा मान्छेलाई 2 दिनमा अदालत परिवर्तन गरिरहेको छ, हाजिर गरिरहेको छ। एउटै मान्छेलाई न्यायालयले हेर्ने बेलामा हेर्छ। तर सरकारले के गरेको छ? एउटा मान्छे कतिवटा अदालतमा कुदिसक्यो, कति महिनादेखि कुदिरहेछ। त्यो त अति हेर्दाखेरि हामीलाई पनि लाजमा कस्तो शरम नै आउन थाल्यो क्या। अब यो त के हो? यो हदै भयो। अहिले गृहमन्त्री रहेका ओमप्रकाश अर्यालदेखि ऊर्जा मन्त्री कुलमान घिसिङसम्मले रविमाथि अन्याय भएको बताउने गरेका थिए। राज्यले प्रतिशोध साधेको बताउँथे। अब अन्याय भएकाहरूलाई न्याय दिलाउने अधिकार एक हदसम्म उनीहरूको हातमा आएको छ। के उनीहरूको आँखा र विवेकले अहिले पनि रविमाथि अन्याय नै भएको देख्छ? यदि प्रतिशोध हो भने त्यो सरकार नै नरहने गरी भएको विद्रोहले उनलाई बाहिर निकाल्दा कसरी गलत भयो भन्ने अर्को प्रश्न उठेको छ। यसमाथि सरकार गठनकै प्रक्रियामा सेनाले समेत रासोपा र रविलाई महत्त्वपूर्ण स्टेक होल्डर मान्यो। जेनजी समर्थकले समेत सुशीला कार्की बालेन शाहसँगै रवि लामिछानेलाई सरकारमा लैजानुपर्ने छलफल चलाए। स्वाभाविक जस्तो लाग्छ। यसैलाई मौका बनाउन कांग्रेसको एउटा समूह सक्रिय बन्यो। कांग्रेसकै केही युवाको समूहले कैदी भागेको सूचना भन्दै पोस्टर टाँसेर बदनाम गर्न खोजे। यसरी पोस्टर टाँस्नेहरू नेवी संघका केन्द्रीय सदस्य अनुराग शाह लगायतको समूह थियो। अर्कोतर्फ हिजो रवि लामिछानेमाथि सहकारी ठगीको मुद्दा लाग्दा पार्टीका नेताले उनलाई भगवान माने। सडक र संसदमा सभापति छुटाउन तमासा देखाए। आज विद्रोहले उनको आवश्यकता महसुस गर्दा व्यक्तिवादी पार्टी भन्दै सुमना श्रेष्ठ लगायतका बुद्धिजीवी कहलिने नेताहरू पार्टी छोड्दैछन्। हिजो के कारणले रवि भगवान र आज के कारण दानव भए भन्ने बारे उनको जवाब सुन्न पाइएको छैन। सहकारी ठगीमा रवि लामिछानेको संलग्नता र उनको नियतमा कैयन प्रश्न छ। तर कांग्रेस एमालेका लागि कसैङ्गर बनेका रविलाई कमजोर पार्न उनीमाथि राज्य लागेको थियो भन्नेमा दुई मत। उनी ठग नै भए पनि जेलमै बस्नुपर्ने कारण नहुन सक्यो। यसमा प्रहरीदेखि अदालतसम्म विवादमा तानिए। अब हिजो अन्याय भयो भन्नेहरू नै सरकारमा पुगेका छन्। के गर्छन् प्रतीक्षाको विषय बनेको छ।